मलाई लाग्छ 8 ठाउँ हामी खेल्यौं तर सबै गाउँका मान्छे जुट्यौं कोही ठाउँ सुत्का कोही ठाउँ के थियो त्यहाँ खेलेनौं तर आफूले सक्ने सहयोग गर्नुभयो त्यसैको उपलक्ष्यमा आज यहाँले कार्यक्रम राख्नु भएको छ म पनि आती आज बिहान 9 बजे मात्रै 9:30 बजे तानसेनबाट आए त्यो उत्साहलाई भुल्न सकिन धेरै कार्यक्रम थियो तै पनि आए यहाँलाई यति जानकारी गराउन चाहन्छु भन्दै आजको कार्यक्रमलाई औपचारिक कार्यक्रम जोड्न चाहन्छु यो आजको कार्यक्रमको यो भैरी सांस्कृतिक कार्यक्रमलाई हामीले खाने मात्रै नभएर हाम्रा पूर्वजहरू हाम्रा आदरणीय अग्रजहरूलाई हामीले सम्मान गर्न खोज्यौं यो कार्यक्रमले त्यो गर्न खोज्यौं त्यसकारणले आजको 70 वर्ष भएका आदरणीय बुवा आमालाई हामीले सम्मान गर्न खोजेका छौं त्यसकारणले आजको यो सम्मान कार्यक्रमको औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुको निम्ति यसै भुवनपोखरी अथवा रैनादेवी वडा नम्बर 3 भुवनपोखरी साबिक रुगा निवासी पदमबहादुर समयलाई उहाँ 87 वर्ष भएको 88 वर्ष हुनुभएको छ उमेरले तै पनि हाम्रो कार्यक्रममा सरिक हुनुभएको छ बुवालाई धेरै धेरै सम्मान सहित आजको कार्यक्रमको अध्यक्षता ग्रहण गर्नको निम्ति म सबैले अनुरोध गर्न चाहन्छु बुवालाई सबैले जोरदार ताली बजाइदिनु होला कृपया सम्मान गरिदिनु होला प्लिज हाम्रो गाउँको गौरव अहिलेसम्म हामी बाँचिन्छ थाहा छैन म 50 को नजिक पुग्दा धेरै रोग लागिसकेको छ 60 सम्म बाँच्छु कि बाँच्दैन थाहा छैन तर पनि 90 को हाराहारीमा भएको बुवालाई म फेरि सम्मान गर्न चाहन्छु बुवा हार्दिक नमन त्यसैगरी आजको कार्यक्रमका प्रमुख अतिथि तपाई हाम्रै गाउँका गाउँले जन्माएको यो रैनै छारा वडा नम्बर 3 को यही रुगा वडा नम्बर पहिलाको साबिक रुगा वासी वडा नम्बर 3 का अहिलेका वडा अध्यक्ष सर्दीय प्यारो भाइ प्रदीप पौडेललाई आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गर्ने निम्ति म हार्दिक अनुरोध गर्छु जोरदार ताली बजाएर होला कृपया अब म धेरै कुरा प्रमुख अतिथिलाई ले आसन गरिसक्नु भएको छ उहाँको आज्ञा अनुसार म कार्यक्रमलाई अगाडि बढाउने अनुरोध चाहन्छु यहाँले स्वीकार गर्नु होला र आजको यो कार्यक्रमका ज्येष्ठ नागरिक मध्ये हामी 7 जना छौं पदमबहादुर सोमै बुवा अध्यक्षको आसन ग्रहण गर्नुभएको छ त्यस्तै गरी म कर्मैसँग नाम भन्ने छु यहाँले कृपया आफ्नो आसन ग्रहण गरिदिनु होला र 70 वर्षभन्दा उमेर बढी भर्खरै हिसाब गरेको कति गरे अझै सर 77 वर्ष उमेर पार गर्नुभएको आदरणीय मेरो मलाई जन्माउने प्यारो बाबा दानबहादुर पौडेललाई अतिथिको आसन ग्रहण गर्ने निम्ति म हार्दिक अनुरोध चाहन्छु त्यसैगरी आजको कार्यक्रमका अतिथि मेरो आमा सुमित्रा पौडेलजीलाई अतिथिको आसन ग्रहण गर्ने निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसैगरी मेरो कान्छी आमा मीनादेवी पौडेललाई म उहाँ ज्येष्ठ नागरिक हुनुहुन्छ उहाँलाई अतिथिको आसन ग्रहण गर्ने निम्ति म सबैले अनुरोध गर्न चाहन्छु यस्तै गरी मेरो हजुरआमा भविकला पौडेललाई अङ्कलले नाम दिनुभएको थियो नाम पहिलोपटक सुने हजुरआमाको नाम थिएन माफी मागे भविकला भन्नुहुन्थ्यो हाम्रो कमल अङ्कलले आफैलाई मैले अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्न चाहन्छु र आदरणीय मेरो अभिभावक मलाई पख पाउन सहयोग गर्ने आदरणीय अभिभावक भए पनि म सर नै सम्मान गर्छु चिन्तामणि पौडेल सरलाई म अतिथिको आसन ग्रहण गर्ने निम्ति म अनुरोध गर्न चाहन्छु र यसैगरी मेरो श्रद्धेय साथी दुर्गा सारुको आमा मेरो ठुलदिदी भन्छु प्यारो बच्चाको नाम रूपी कुमारी सारुलाई अतिथिको आसन गर्ने निम्ति म अनुरोध गर्न चाहन्छु ठुलदिदीलाई पुग्यो होइन ज्येष्ठ 7 जना भयो हामी होइन ल यहाँ सबैलाई
यहाँ सबैलाई आफ्नो ठाउँमा यथास्थानमा सम्मान गरिदिनु होला। सबैलाई मैले मात्र होइन, यहाँ सबै सहभागीले सम्मान गरौँ। कता कता बोल्दा भावुक भएँ होला, थाहा छैन, माफी चाहन्छु। यसै गरी अतिथिको आसन ग्रहण गर्ने निम्ति म यसै भुवनपोखरी वडा नम्बर 3 का पूर्व वडा अध्यक्ष, समाजसेवी र यो गाउँलाई यहाँसम्म डोराउन निरन्तर सहयोग गर्नुभएको, कहीँ कतै जागिर नगरेर निरन्तर गाउँको भलो गर्ने आदरणीय प्यारो अङ्कल फर्सर खाम्चालाई म अतिथिको आसन ग्रहण गर्ने निम्ति म सबैले अनुरोध गर्न चाहन्छु। यसै गरी सबै मेरा आदरणीय अङ्कल, मेरो अभिभावक अच्युत पौडेल सरलाई पनि म अतिथिको आसन गर्न अनुरोध गर्छु। अनन्त पौडेल सर, सबै नाम जोडिरहँदा उसलाई टाढा बनायो, मलाई पछाडि बनायो भन्नु होला, अन्यथा नमान्नु होला। सबै आदरणीय आमा बुवा दाजुभाइ सबैलाई निम्तो बनेका छौँ। आफ्नो स्थानमा कृपया उठ्नु पर्दैन, बसेर आसन गरिदिनु होला है। सबैलाई नमस्कार। सबै जोड्यौँ हामी, धेरै कुरा नगरिकन कार्यक्रम छोटो बनाउँछु भनेको छु। फेरि म बोल्दा यहाँलाई भोक लाग्ला, श्राप दिनु होला, नदिनु होला। त्यति भन्दै यो सम्पूर्ण अतिथि आयो। यस्तै गरी हाम्रो मैले सरी अङ्कल, हाम्रो पूर्व वडा सदस्य शेरबहादुर अङ्कललाई पनि अतिथिको आसन गर्न निम्ति म अनुरोध गर्न चाहन्छु। उहाँले पनि यो गाउँमा राजनीतिक सामाजिक क्षेत्रमा लामो समयसम्म यो गाउँको क्रियाशील हुनुहुन्छ। उहाँलाई पनि अतिथिको आसन गर्न सहयोग गर्नु हुन म अनुरोध गर्न चाहन्छु। अब धेरै नबनिकन मैले यहाँ अगाडि निम्ताएका सम्पूर्ण 70 वर्ष काटेका आदरणीय आमा बुवा दाजुभाइहरू हुनुहुन्छ, आमा बुवा हुनुहुन्छ, उहाँहरूलाई मैले सम्मान कार्यक्रमतर्फ लागेको छु। धेरै सम्मान छैन, एउटा मायाको चिन्ह, एउटा फुलको माला, निधारमा टीका लगाउँछौँ। त्यो एउटा सम्पत्ति हो, सम्झनु पनि ठुलो कुरा हो। हामी बाँचिएला नबाँचिएला तर हाम्रा अभिभावकलाई हामी सम्मान गर्नुपर्छ भनेर हामीले यो कार्यक्रम राख्यौँ। त्यसको लागि विष्णु पौडेल भाइले हातमा माला लिएर बसेको देखेको छु। सहयोगको लागि म अनुरोध गर्न चाहन्छु र मैले सम्पूर्णलाई सहयोग गर्न अनुरोध गर्न चाहन्छु। र यो ज्येष्ठ नागरिक सम्मानको लागि हाम्रो ल त्यो कार्यक्रमको अलिकति मिसप्लेस भएछ, सरी, त्यसलाई पछि मिलाउँला। र सम्पूर्ण उसलाई हाम्रा विष्णु भाइलाई भने नानी छन्, सबैलाई यहाँ अगाडि अतिथिहरूलाई माला लगाएर सम्मान गरिदिनु निम्ति टीका लगाइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। पहिले अतिथि सम्मान र सम्पूर्ण यहाँ उपस्थित भएका ज्येष्ठ नागरिकहरू, मैले भनेको अतिथिहरू पूर्णबहादुर दाई, मेरो प्यारो दाई, उहाँले नाम नभने पनि उहाँ ज्ञानी हुनुहुन्छ। उहाँलाई पनि म अतिथिको आसन गर्न अनुरोध गर्न चाहन्छु। दाई रिसायो प्लिज, सरी, मानिदिनु होला प्लिज दाई, प्यारो दाई।